के छ केटा हो गुड मर्निङ। आज चाहिँ चक्क लाएर इललाई रेस्क्यु गर्ने दिन होइन, यसो रेस्क्यु गरिदिउँ भनेर चट्ट निक्सिन लगाएको छु म र साथी। अनि अहिले ढ्यापढ्याम लाँदैछ होइन, अनि चक्क लाएर रेस्क्यु सेस्क्यु हानिदिउँ भनेर हिँडेको। अनि अब कस्तो हुँदो रहेछ बाटोतिर होइन, चलपल हेरौँ। मेरो कवाड बाइक लिएर ठाङठाङ टुङटुङ गर्दै जानुपर्ने हुन्छ हामी चाहिँ। हामी यो डाँडा कटेर कहाँ कहाँ पुग्नुपर्छ यार, लास्ट डाँडा छ नि। हामी त अहिलेसम्म काठमाडौँमै छ नि, सिन्धुपाल्चोक पुग्नुपर्छ यार। केटा एन्ट्री चाहिँ गरियो तर मिठो वार्निङ दियो होइन। हाम्रो त्यहाँ आर्मी सरले सब्सक्राइब पनि हानिदिने रे, तर मात्र नि यहाँको क्लिप्स भेटिहालेछ भने चाहिँ सिधै केरकारमा पर्छ रे केटा हो। ल गाह्रो त्यसैले क्यामेरा चाहिँ ठाउँ मात्रै अलाउ छ रे, तर सबै ठाउँतिर पनि पाउनु त पाउँछ रे। तर यहाँनिर गेटमा एन्ट्री गरेकोहरू यताउताको चाहिँ पाउँदैन अरे भनेर चाहिँ भन्दो रहेछ है। त्यसैले त्यो क्लिप चाहिँ बन्द हानिदिनु पर्ने हुन्छ हामीले, किन होइन। थाहा भए पनि त्यस्तो गर्न त भएन नि त। कसो साथी ल हेर केटा हो नेचर। हाम्रो कति गयो, 350 गयो है। आमामा हो, केही छैन केटा, अब कहिलेकाहीँ यस्तै हो, ठिक छ। तर अहिले त यहाँ पनि सिमेन्टीको बाटो गरेछ यार, प्लास्टर गरेछ। के भन्छ यसलाई, के बाटो भन्छ अरे? ढलानको बाटो, ढलान हो नि, प्लास्टर गरे बाटो भन्न लागिरहेको रहेछ क्या। के बोले लगेडा सही हो, मजा आइरहेछ। ल माटुङले नेचरको भ्यू हेर्दै जाउँ होइन। त्यहाँको आर्मीको चाहिँ आउँदैन, एकचोटि पनि आउँदैन है सर तपाईँले बाटुङले। म हेर्छु नि फेरि एउटा सब्सक्राइबर बढेन छ भने, नत्र हालिदिन्छु हो क्या। ल है, बाटो त मिठो रहेछ यहाँतिर पनि। है दामी रहेछ है बाटो त। यो एकछिन मात्रै हो किन, अस्तितिर त यिनीहरू सब अफरोड थियो भने। त्यत्रो पैसा उठाएपछि त गर्नु पर्यो नि त, यति त फेसिलिटी त होइन। अच्छा हमको सिखा रिया है। चट्ट हाम्रो चाहिँ खाजा ब्रेक पनि भयो होइन त। अनि अब टक्क उफ्रेनीबाट त्यही त हो, चिया ब्रेक भने ठिक छ। ल केटा हो, उफ्रेनीको भ्यू टावर आयो। हामी अब चिसापानी भन्ने अझ योभन्दा माथि होइन, चिसापानी कि चिसो पानी भन्ने, चिसो पानी अझै माथि हो नि। भर्खर त उफ्रेनी आयो। अनि चिसापानी पछि चाहिँ फुल्ली जङ्गल राइड हुन्छ। त्यो डार्क जङ्गलमा यस्तो एक्साइटेड छु कि कसम कस्तो हुन्छ होला राइड, बवाल हुन्छ होला जस्तो लागिरहेछ मलाई चाहिँ होइन। हामी चाहिँ अब त्यस्तै हो, बाइक पनि अलिकति पुरानो टाइपको छ नि त। अनि त्यसैले चट्ट लाएर बिस्तारी जानुपर्ने हुन्छ कि कसो हो। बरु आनन्दले राइडको नि मजा लिँदै, नेचरको रमाइलो लिँदै होइन। के त अनएक्सपेक्टेड केही देख्ला कि हामीले बिस्तारी गएर। सही हो एक्ज्याक्टली। लगेडा हेर डाँडा चाहिँ यस्तो छ। हामी लगभग काठमाडौँ क्रस भइसक्यो यार। काठमाडौँ चाहिँ त्यहाँ छ, सायद गोब्रोबाट देखिराखेन होला, किनकि यसमा चाहिँ वाइड एङ्गल भएर अलिकति कि त क्रप गर्नुपर्ने हुन्छ होइन। अब ठिकै छ, यस्तो छ केटा अब बाटोको चलपहल चाहिँ। अनि त्यसपछि यहाँसम्म उफ्रेनीसम्म चाहिँ कसम बाटो बबालै रहेछ केटा हो, मैले त्यो कुरा थाहा भयो। अनि त्यसपछि अब चाहिँ ठ्याक्कै भन्ने बित्तिकै अफरोडिङ सुरु भयो क्या। त्यही हो नि, अब बाइकको आवाज सुन्न सकिन्छ, घ्याङघ्याङ घुङरुङ।
ल गइदिउँ है। माथि बाइकको साउन्ड चाहिँ फेरि कन्डो जस्तो माथि घाङराङ गुङ्रुङ घ्याङराङ गुङ्रुङ आउने लाजै मर्दो यार। केटा यार बाटो भुलिएर यार ल के भयो प्लास्टको भाँच्यो त के भाँच्यो बाटै भुलिएर यार केटा हो यार। हामी धेरै माथि आएछ त्यसमाथि क्लच प्लेट जान लागेछ केटा पावरै छैन मैले बाइकमा त सिधै तलबाट रन्काएर जानुपर्ने रहेछ नत्र उकालोमा नचढ्ने चान्सेस देखेँ मैले होइन। खेल्नु त पर्दैन लो अति भनिदिएर क्या यसले। धेरै नै माथि आएछ क्या हामी। बाटो त फेरि सही बाटो नै आए जस्तो लाग्थ्यो। लगेर अहिले पछि हेरौँ जङ्गलको बाटो नै के हो यार। मलाई यस्तो बाटै छ जस्तो लागिरहेछ होइन। पहिला आउने बेला यस्तो बाटो छ र ल अचम्म लागिरहेछ है। फेरि हेर्न त्यत्रो गाडी गएको छ बाइक गएको छ अनि मुजी बाइकको ढामै देखाएको छैन त। ओए म के होइन फेरि तिनीहरू यताबाट आएको रे तल जानुपर्ने मान्छे माथि आयो भन्छ माया। कमेडी त हाने होइन नि। ए लेखेछ आऊ न अत्र भइहाल्यो नि। बाटो चाहिँ ल यस्तो रहेछ केटा। ठिक छ अब फेरि दुईवटा बाटो आयो यार केटा हो। हामी माथि जाने होला केटा हो यार। हरायो यार नमिठो हरायो यार। ए अँ नि यस्तो बोर्ड यहीँ रहेछ त। अँ हो लगेर अब चिसापानी आइपुग्न लागेछ। अनि त्यसपछि चाहिँ अनि एउटा एक जङ्गल राइड आउँछ अनि त्यसपछि अनि के अरे के भन्नु होला थिएँ ड्याम आउँछ। बाइक लगेर अहिले पछि भेट्नुपर्छ। स्टोरेज बचाउनु पर्यो नि त केटा हो। हामी स्वर्ग आइपुग्यो स्वर्ग। ओए बा हेर हिमाल सही हो केटा। टुप्पो ओए हामी चाँडो सक्दो ढ्याम जानुपर्छ क्या। यतिखेरमा सब देखिन्छ। ओए लगेर माथि पुग्नलाई धेरै एक्साइटेड भइसक्यो है म चाहिँ। चट्ट मेरो मालीले साथ दिन्छ कि दिँदैन हेरौँ। अहिलेसम्म त दिइरहेछ होइन। कहिलेकाहीँ त उकालो नचढिरहेको थियो है। अब ऱ्याक हान्नुपर्छ वर्कसपमा गएर। लगेर यस्तो छ है नेचर। सही हो ल केटा। बाटो चाहिँ दामी बनाइसकेको रहेछ यार। तर यस्तो छ है अहिलेको बाटो चाहिँ केटा हो। ढ्याम जाने नट ब्याड ठिकै हो यतिको भने त। हेर्नमा बस्ने ठाउँहरू पनि बवाल बनेको यार। नेचरले पनि दिएको हो यार। हामी पनि हाइक भए यहाँतिर आइपुग्थ्यो होला है यतिखेर त।
बाटो नै कस्तो क्या यस्तोमा नि ओर्लिनु पर्यो भने त म ए रन्डी भगवान कस्तो गाडो के यसमा त ओर्ली यार बे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ। देखा आपने लापरवाही का नतीजा है। रिक्स नलि होइन यतापट्टि हिलो भएर हो किनकि अब मोड हाक्छ नि त टायर चिप्लेर के गरेर यहाँ पल्ट्यो भने त क्या हो तल आइज कस्तो चिउरो हौ बाटो त हजुर हजुर टुल बक्स त छैन नि बिचमा हिँड्दै हाम्रो यहाँ डोमिनरको दाइको पनि टक्क बाइक बिग्रेको रहेछ बिचारा यस्तो चाहिँ हाम्रो दुश्मनहरूको लागि पनि कसैको केही पनि नहोस् बिचारा हाम्रो 150 दाइले पनि धेरै हेल्प गरिरहनु भएको रहेछ अनि मैले पनि सकेसम्म गर्न सक्छु होला भनेर भने तर त्यो उकालोबाट कचार्न सक्दैन उताबाट सकेसम्म म पनि ट्राई गरौँ भनेर म र साथी मिलेर अनि त्यसमाथि त्यो दाइ मिलेर सही पनि विचार गऱ्यौँ तर हामीले धेरै कोसिस गरेर पनि सकेन सरी है ब्रदर किन ओर्लिने हो र यतिकोमा नि ओर्लिनु पर्यो भने त के बाइक चढ्नु हो मुजी पानी पर्ने बेला झन् कसैले यस्तो कमेडी हुन्छ झ्याक्स पुतलीमा साथीले बाइक चाहिँ कुदाएको हो भन्न बरु मुजी कस्तो थाकिसक्यो क्या अघि न झन् बाइक घचाडेर हात गलिरहेको बेला लामो सास फेर्नुपर्ने हुन्छ हामीले ढ्याप्ट्याम जाने बाटोको अवस्था कडा हो पर्दैन लड्यो भने दुईजना लड्ने हो क्या त्यही होइन हात सिक्ने त्यहाँ रोक्ने हो पक थाकिसक्यो यहाँ मान्छे मुजी हिँडिले ए माछ सिक्ने गेडामा चिक्री बुटाउँछ क्या यसले मुजी के बोले के छ थाहा बोले हेर्नु बाटोमा बबाल कस्तो अगाडि आइदियो त हातसिकै यो अन्त रमाइलो होइन उतु चढिदिरहेको क्या अब हात सिक्री हात गले एकछिन मुजी ओए महा जङ्गल हेर्न एउटा फोटो खिच मुजी
होइन यहीँ छोडिदिने हो के हो तँ भिजेछस् माथि फेरि मान्छेहरूलाई देखाएको जस्तो हुन्छ क्या फेरि यस्तो चिसोमा त के बाँच्ला है होइन माथि त घाम लाग्छ नि त यहाँ त मैले प्रायः घामै लाग्दैन जङ्गल हेर्न यस्तो छ एउटा फोटो खिच्न त ल अहिले भेटौँ केटा हो केटा यसलाई यहीँ छोडिदिन्छु होइन नछोडौँ यो माथि जाउँ ल केटा यस्तो बवाल ठाउँ आइपुगेको छ है तर बाटो चाहिँ अलिकति त्यस्तै रहेछ ठिक छ केटा अब राइडको पनि रमाइलो लिउँ नेचरको पनि रमाइलो लिउँ यस्तै छ जोसमा लगभग मेरो गेडा चाहिँ अलिअलि ड्यामेज भइसक्यो होइन बंद करो हाथ जोड़ के मैं चिक्ने हेर मेरोमा जुत्ता डुब्यो यार यो चाहिँ डुबेको छैन क्या फेरि माछामा यहाँ डुब्यो नि यार केटा हो माछिस बाटो चाहिँ फक्ट अफ अलि सेमी डटसम्मको टायर भयो नि ठिक हुने रहेछ यो किनकि सिटले गरेर चिप्ल्या हो क्या यो सिटहरूले गरेर हो क्या ओए भने माछिक्ने बाघै आउँछ क्या मुजी भिडियो खिच्न भिडियो केटा हो बबाल भ्यू आइरहेछ है एउटा जङ्गलमा फोटो खिचौँ न है घर त मार्लीसँग नि एउटा मेमोरी राखौँ न कस्तो क्या भने खतरा बवाल मजा आइरहेछ यार केटा चिक्नी धन्डे सुक्या गु भएकोमा बात तो सही है दौड़ना तो पड़ता है डट बाइक भएको भए चाहिँ मजा आउँथ्यो ल माछिक्ने त्यही अवस्था भयो क्या बाइकले त सातो दिन्छ त यार 81 स्टार्ट अफ भइदिएर है पर्सिरामा लगेर यस्तो बाटो हिँड्नु परिरहेछ यो नि त माछ्याक्ने होइन राइड भने त पावर कन्ट्रोल भने बवाल चाहिँ नि त्यो हिजोदेखि भनेपछि त होला नि
हिजोदेखि भने होइन हिजोदेखि भने होइन ओए मिसाएर हान्छ त बाइकले त बाइकलाई रेस्ट गराउनु पर्यो है मङ्गेजी बाइकलाई रेस्ट गराउनु पर्यो खोइ त चिसा पानी पनि आउँदैन यार यो हो नि त शैली होइन सब मान्छे छक्क बनाइदिने हो क्या ओए मा जति हिँड्यो त्यति डेन्जर जति हिँड्यो त्यति डेन्जरमा के भएको के भिडियो बनाइरहेको छु त अहिले त्यही त त्यसैले त भाइ भिडियो बन्द गर्नु मन छैन क्या के थाहा निकै झ्याप्प लाएर आइदिन्छ कि होइन पुच्छ नभएको बाँदर भने कस्तो बवाल बाटो क्या मा बोली केही फुटेन यार केटा हो है बाटो चाहिँ टप बब्बाल भन्दा नि बवाल क्या मा ज्याक्स आया मा चिक्नी नेचरमै हराइस क्या त्यही भने यो त रमाइलो चिसा पानी आइपुगे जस्तो छ केटा अब अहिले भेटौँ है कुदाएको थियो टायर गुडे मात्रै हो चढ्नु चाहिँ नचढे होला बाइकले नि भमिट गरेछ नि त बस बस है बाइकबाट धुवा त निस्छ छैन नि झर 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 मङ्जी
ए माछी पनि थैट बस बस चढ्छ होला यतिको त अनि माथि गएर अलि एउटा दामी ठाउँ केही देख्यो भने चौचौ खानुपर्ने हुन्छ मेरो इनर्जी पनि सक्यो यो अलिकति गाह्रो अफरोडिङ सकोस् भनेको सक्ने त नाम नि समिँदैन बाइक पनि गनायो क्या क्लच प्लेट जान लाग्यो जस्तो लाग्यो मलाई बाइकको फेरि बिहान त 100 हानिरहेको थियो यार स्पिडै पावर त छनु त छ तर क्लच प्लेट जान्छ क्या यसरी कुदायो भने होइन तर अलिकति अफरोडिङ सकोस् भनेर कुरेको केटा हो बाटो चाहिँ यस्तै रहेछ क्या अर्को बाटो जोडिन्छ क्या त्यो जोडिने बाटो कतिखेर आउँछ जस्तो भइसक्यो क्या मलाई भने यो अन्त होइन एक्सिलेन्ट राइड भन्छ क्या यस्तोलाई चाहिँ प्योर लाइसेन्स निकालेको मान्छे हो नि त हामी होइन लगेर आओ ज्यान थकित भइसक्यो म अहिले पछि भेट्छु यार भिडियो काट्नै मन नलाग्ने क्या दामी दामी फेरि आइसक्यो हेर न ल काट्नै मन छैन बाटो अनि यस्तो आइसक्यो क्या झरझर यहाँ त उयो यसमा रिक्स हुन्छ क्या हुँदैन माथि छोड्ने पल्ट्यो क्या काम गर्छ हुन त हुन्छ यस्तो माने त्यहाँ माथितिर त्यो माथितिर फेरि बगेर यहाँ आउने हो मुनि त्यो आफ्नै शैलीले जान्छ ठुलै झर्नामा छोड्ने छोडेपछि अरे हाँ भाई हाँ अच्छा ओए माछी बाटो त ओए हेर न बाटो चाहिँ डेन्जर कडा हो नसक्ने ल अब अहिले पछि भेटौँ अब लगभग माथि आइसक्यो हामी त्यही हो साथीलाई चाहिँ हिँडाइदिएको किनकि अब बाटो पनि देख्न सक्छ होइन यस्तो अप्ठ्यारो छ अनि त्यसमाथि मेरो यो मालीले साथ पनि बवाल दिइसकेको छ अनि त्यसमाथि मेरो सक पनि फक्ट अफमा कि कस्तो भमिट गरेको यार मान्छेले देख्दा नि के भन्छ चुरोट ब्रेक होइन माथि अलि खुल्ला ठाउँ आओस् न अब लगभग आइसक्यो त ऊ हेर्दै थाहा हुन्छ त ऊ डाँडाको टुप्पो आइसक्यो त हामी लगभग अब यो डाँडा पछि अर्को डाँडामा त अनि आइहाल्यो नि लगेर अब एकछिन चाहिँ रेस्ट गर्नु पर्ला जस्तो छ लगभग किनकि हामी माथि पनि आइसक्यो नि त अब यहाँ दुईवटा बाटो जोडिन्छ होइन
त्यहाँ चुरोट तानेर जानुपर्छ भनेको त्यो उकालो आयो कि आएन एउटा बब्बाल उकालो थियो हामी अस्ति नआउने डटै अड्किरहेको थिएँ क्या मैले त फेरि बब्बाल लगिदिएको ए यही हो क्या केटा हो बाटो हेर्न मा कसम मान्छेहरूको अगाडि चाहिँ जे होस् बिल्ला नगरोस् मेरो बाइकले त्यही भन्छु होइन ल सयो केटा अब अहिले पछि अब सिधै माथि भेट्नुपर्छ कालदेखि बेला भयो नि त केटा अब लगभग हामी आइपुग्यो यार माथि जे जस्तो भए पनि आइपुग्यो केटा हो ठिक छ यस्तै हो होइन ए म्याक्स कुतली सिङ्गल भएको भए चाहिँ उठेर कुदाउन मजा आउँथ्यो माथि तँ बस्ने म उड्ने गर्दा त झन् सक बिग्रिरहेछ झन् बिग्रिहाल्छ नि अहिले त मिल्दैन नि केटो केटा हो यस्तो छ बाटो त राम्रो छ नि हामीमा हिँड्ने बाटोपट्टि चाहिँ आएछ क्या ठिक छ केटा हो जे जस्तो भए पनि आइपुग्नु नै ठुलो कुरा हो क्या अनि फर्किनु झन् त्योभन्दा ठुलो कुरा केही होइन होइन अब यहाँनिर मनाउँ है एकछिन ब्रेक टाइम हामी यहाँ मनाउँ यस्तै ठाउँमा पो ब्रेक टाइम मजा आउँछ त अब हामी डाँडामा त पुगिहाल्छ नि यता भिडियो बना न मुजी खिच केडा हो बब्बा ठाउँ आइपुग्यो यार ओए ढ्यापड्यामबाट देखिने चाहिँ यो तिनवटा मात्रै रहेछ क्या ल ढ्यापड्याम त यता पो रहेछ म चाहिँ हामी आयो यार केटा हो अब यो माछाको रेस्क्यु गर्नुपर्ने हुन्छ हामीले होइन चट्टा लाएर ल ढ्यापड्याम त आइरहेको रहेछ त हामी त आऊ फास्ट केटा हो आइपुग्यो चट्टा ड्याम आइपुग्यो केटा हो आइपुग्यो खोइ त हिमालै छैन त उता पो रहेछ है हिमाल त ल ठ्याक्कै उल्टो पो रहेछ फाइनल्ली इसले चाहिँ होइन नयाँ घर भेट्नेवालामा छ आज होइन केटा हो अब जतिसम्म भयो होइन आजैसम्म बसिस् अब आज म छोडिदिन्छु तँलाई एकछिन यतिकै होस् सही हो केटा केटाहरूलाई
होइन यो वनको माछा हो लगेडा हो आइज न यता देखा न मा केडा हो बाई बाई उई ठिकै छ हिरोनी अब तिमी जतिसम्म मेरो साथमा बस्यो ठिकै छ आज अब तिम्रो पनि आफ्नो घर अनि आफ्नो यताउता जे जस्तो भयो भने तिम्रो लागि चाहिँ अब मैले त त्यो व्यक्त गर्नुपर्ने कुरा पनि होइन जे जस्तो भए पनि मैले अब आफ्नो तर्फसम्म जति सक्छ गरेँ अब तिमीले पनि मैले पाप गरेँ भनेर नलिनु मैले पनि पाप गरेँ भनेर लिँदिनँ त्यसैले गुड बाई हिरोनी मेरो एकदमै सम्झना छ है तिम्रो लागि ठिकै छ अब तिमी राम्रोसँग बस्नु तिम्रो लामो आयु होस् त्यो भनेर नै म अब सम्झेर बस्छु जीवनमा धेरै पाप गरे होला धेरै भुल गरे होला अब त्यसको लागि चाहिँ अब त्यस्तो नराम्रो चाहिँ केही नलिदिनु होला भनेर भगवान्सँग आशा गर्दछु भन्दै अब यो भिडियो चाहिँ यहीँ टुङ्गाउन जाँदैछु बाई बाई मेरो प्यारो हिरोनी